स्वागत छ तपाईलाई फेरि मेरो अर्को अनदर ब्लगमा। आजको ब्लग चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। किनभने आज हामी चाहिँ के रे भोगटे निबुवालाई हामीले सादेर आज मस्त तेलमा त हैन मस्त खुर्सानीको पिरोमा नुनमा डोबेर यस्तो घाम लागिरहेछ मजाले खानुपर्छ है। आउनुस् यहाँ। अब यो काट्ने प्रोसेस हेरौँ है। काम 2-4 किलोमिटर कुदेर हो यसरी गर्ने हैन यसरी गर्ने। यो चाहिँ मिस सुबानी हाम्रो हैन अनि उ अन्जना अन्जना यहाँ देखौ यहाँ माल आयो माल यो पो हो त ओरिजिनल। के हो यस्तो सुबानी हेल्प गर्न अलिकति ल छिटो आऊ भने आउँदैन यस्तो गर न आउँछ कि नआउनु हात धोइरहेछु नखाने कति बेला भ्याउने होला यार भयो भएन भयो भएन म सट्ट निकालिदिन्छु। काट सो हेर्न सक्नुहुन्छ गाइस। हामीसँग छ यो निबुवा अन्जना छ बिस्तारै अन्जना तिमी थोरै हाल्नु नानी थोरै हालेर भाइ यस्तै यसो गर्ने हैन यसरी हेर्न सक्नुहुन्छ। यसरी निबुवा यति भइसकेछ यसरी आँखामा पनि लाग्न सक्छ मेरो आँखामा लाग्न सक्छ। यो के भन्छ रे यसको के त्यो हुन्छ र यो कडा हुन्छ र कडा हुन्छ यो बबाल कडा हुन्छ यो खान नि मिल्छ यसरी गरेर यो खान मिल्छ हेर्नु टाँसेर फिनिस भइसकेको छ। अब यहाँ चाहिँ कटिङ सुरु भइसकेको छ। अन्जना अलि सानो भयो क्या तिम्रो त्यो जुत्ता अलि ठुलो लगाएर आऊ त। मस्त जोक मारा रे या हँस रे हल्कट हँस यहाँ हेर्न सक्नुहुन्छ माइलाको कटिङ स्टाइल। अब फेरि नझुकिनु होला किनकि यो कटिङ स्टाइल चाहिँ मैले नै 2 महिनाको अस्ति भर्खरै ट्रेनिङ दिएर ऊ सिके हो। यहाँ आमाले ल्याइसक्नु भएछ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले गाइस अहिले यहाँ चिनी मिसाउनु पर्छ। चिनी यहाँ चाहिँ हरियो रातो खुर्सानी। ओ माइला गड म भन्न चाहन्छु यही ल चिनी थोरै हैन चिनी पनि मिसाउनु पर्छ। चिनी मिसाएन भने मिठै हुँदैन नि। चिनी मिसाउनु पर्छ। अरे एक्टिङ गरा त भाइ। हजुर एक्टिङ अब सकिन लागेको छ यो सकिन आँटेको छ हेर्न सक्नुहुन्छ गाइस। ल यहाँ आमाले पब्लिक डिमान्डमा चिनी ल्याउनु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ थोरै अहिले नै तपाईँको मुखबाट पानी आइसक्यो होला गाइस। मलाई थाहा भइसक्यो तर कृपया पानी आए पनि मन थामेर बाँच्नुहोस्। हामी खाएको तपाईँ चटक्क हेर्नुहोस् भिडियोको लुप्त उठाउनुहोस् अनि यसरी नै खान सक्नुहुन्छ। यसरी नै सादेर मजाले खानुहोस् गाइज। ल माइला भन्छ त्यसरी होइन नि माइला अर्ग्यानिक तरिकाले तिमीले गर्यो त ल होस् ल भयो गर। गाउँघरमा त अब यसरी नै गरिन्छ नि त होइन हातले होइन। 1 सेकेन्ड हाम्रो भाग होइन कि सबैजना मिलेर यहाँ घाममा चटक्क खाने कि यहाँ दर्शकहरूलाई गाइजहरूलाई यहाँ त्यो मुखबाट पानी रसायो होला होइन गाइज सरी है। अब पानी रसायो नि मेरो मुखबाट नि पानी आएको छ गाइस। एउटा टेस्ट गर त माइला। यहाँ छिटो माइला देखाउ न। आमा कस्तो यहाँ देखाउ न यार एकदम मिठो छ गाइस। रियाक्सन त देऊ यार। यो खाऊ न यो यतिकै खान सक्दैन यतिकै खान सक्छ। ल खाऊ
पोइ माइलोले खायो केही हुँदैन अलिकति खाँदा यहाँ चाहिँ हामी हो गाइस अब तपाईँहरूको स्योर मुखबाट पानी आइसक्यो होला होइन तर अब के गर्ने यसमा मेरो केही गल्ती छैन होइन पानी आयो भने बजारमा जाने निबुवा किन्ने भगटे किन्ने अनि यसरी साँधेर मजाले घाममा खाने है ल आमाले धेरै नदिने म त नखाने घी किन के भन्छ आमै नगरौ